ल मेरो एउटा ब्याटल भन्नु गाइजहरू कुन हो फेभरेट ब्याटल भन्नु सेम कमेन्ट्सहरू मेरो फेभरेट ब्याटल हो फर्स्ट ब्याटल चाहिँ भन्छु क्विन्जी भर्सेस स्वप्निल क्विन्जी भर्सेस जियो क्विन्जी भर्सेस निक्स क्विन्जी भर्सेस एकलव्य क्विन्जी भर्सेस ऱ्यापे दाजु who else क्विन्जी भर्सेस नेस्तो क्विन्जी भर्सेस क्रेजी क्विन्जी भर्सेस वाइबिए क्विन्जी भर्सेस माइमी क्विन्जी भर्सेस वाइबिए रिम्याच क्विन्जी भर्सेस इतिस स्विटी what else क्विन्जी भर्सेस सिजी क्विन्जी भर्सेस ससी क्विन्जी भर्सेस एएनएफ डिनर भइसक्यो नो साउन्ड अफ द ब्याटल साउन्ड एएनएफ गऱ्यो क्विन्जी भर्सेस स्वप्निलको हेरौँ ल एएनएफको त बिर्सिरहेको क्विन्जी भर्सेस स्वप्निलको रिसेन्ट कमेन्ट्सहरू फर्स्ट ब्याटल हो नि त सो क्विन्जी भर्सेस स्वप्निलको अप्सनले जित्यो है आम सरी है सुप्रिम लिडर है यो मेरो फर्स्ट ब्याटल हो नि त सो हल्का स्पेसल नि हुन्छ यो जहिले पनि होइन आई वाज लाइक टाइम रेडी होइन ओहो पैसा कमाइरहेको छु तर मैले पैसा पाएन अझ 7 वर्ष अगाडि वी गन वाच दिस शिट ओके पजमै छोडिदिउँ यो फर्स्टमा टप कमेन्ट्स हेरौँ गाइजहरू होइन टप कमेन्ट्स रहेको छ रेस्ट विषयमा भाइ तैँले ऱ्याप हान्यो कि ऱ्याप तल हानेको सधैँ यही याद आइरहन्छ हिट लाइफ इफ यु लाइक बिजुली रे ओके मान्छेलाई के मन पर्दो रहेछ 191 थम्स अप रे हुन्छ नि ग्ल्याड टु सी स्वप्निल इम्प्रुभमेन्ट सिन्स रवाज टु ब्रेकवास द्याट्स अ फ्याक्ट ब्रो द्याट्स अ फ्याक्ट कसैले होइन ब्रेकवास पछि कमेन्ट हानेको छ 4 वर्ष होइन त्यसमा अनि 67 लाख्स रहेको छ द्याट्स अ फ्याक्ट ब्रो द्याट्स अ लाइक फर क्विन्जी 7 वर्ष अगाडि 89 लाख्स जम्मा टाइप आरबिजी स्पेस 10 एन्ड सेन्ड इट टु 3300100 अनि किप इट नर्मल रे मेरो कमेन्ट ह्यासट्याग भोट मागिरहेको थिएँ मैले रबर चलाउँदा 7 वर्ष त्यही भने यस्तो जो पनि भोटिङ गर्छ यार पैसा मात्रै लाग्छ यार के भन्ने त्यही भने यस्तो हिरो होला कि मलाई त्यो भोट मान्छेहरूले अहिले हाल्ने मान्छे हलसम्म सोधिरहन्छ गाउँमा स्कुलको साथीहरू खोइतिर एप्रिल खोइतिर नेपालको बाटो गई भेष पानी भयो यो मुभीको गीत सुरुमा हुनु पर्यो अरे होइन फ्रम चोकिङ रवाज टु फकिङ रोल एभ्री ब्याटल इन द ब्रेक वाज बिग अप टु स्वप्निल ब्रदर आई सी ह्युज ग्रोथ इन एन्टायर ऱ्याप ब्याटल सिन नाउ आई गिभ ऱ्याप ब्याटल इट्स नट जस्ट अबाउट शिराज बुलिङ एन्ड गेजर्स द्याट्स अ फ्याक्ट ऱ्याप ब्याटल इज नट अबाउट शिराज बुलिङ एन्ड गेजर्सको ऱ्याप ब्याटल गरेपछि एज अ एमसी धेरै कुराहरू ग्रोथ हुन्छ होइन गाइजहरू सारो टु स्वप्निल लोकेसन हावा लाग्नेलाई लाइक ठोकुम रे ओके माइ गड क्विन्जी रे होइन सेन्से र थक रे 7 वर्ष अगाडि क्विन्जीले रुवा यार ट्रु म्यान रे ओ माई गड 7 वर्ष अगाडि क्विन्जी यु जस्ट स्पोक आर्सनल नेपाल रेस्पेक्ट ब्रो कमन यङ गनर द्याट्स अ फ्याक्ट प्रवेश ओ माई गड मैले चिन्छु प्रवेश रेसिपी यो द हिट लाइक इफ एनी अदर थिङ्स कबुजी भर्सेस बिजी वाज सो क्विन्जी इज इन कफी जी लेभल दिस गाई वाज पोटेन्सियल ओ माई गड Quincy the only guy which is interesting this season. That's a fact. Quincy is way better than Swapnil in this battle. It is kind of one-sided battle. Quincy is trying multiple rhymes at a time. Swapnil is just in. Okay, you'll tell him about it. About new comments for the guys. New comments for new comments for. के लाग्यो गाइजहरूलाई 7 वर्ष अगाडि अब रिसेन्ट कमेन्ट्स पढौँ 1 वर्ष अगाडि क्विन्जी द डोप सिट अन्ली आलियम बुद्ध गिरिस त के साह्रो हरे हो क्विन्जीको डोप पन्चेसमा पनि रियाक्ट छैन के नबुझेको हो बार्स डोन्ट डिसरेस्पेक्ट नोबडी है एनीवन 2024 रे ओहो नोबडी 2024 एकजनाले रिप्लाई दिएको रहेछ क्विन्जी प्लिज कमेन्ट विथ योर अफिसियल अकाउन्ट प्लिज ओ माई गड केटी हो कि केटा हो हेरौँ है त इनो सबिन भनेपछि त केटा भइहाल्यो यार प्लिज कमेन्ट विथ योर अफिसियल अकाउन्ट प्लिज अब यो मान्छेले कमेन्ट हाल्नु पर्यो अफिसियल अकाउन्टबाट ओ माई गड प्लिज नै भनिरहेको छ आलेसन बोगाडी ओल्ड इज गोल्ड क्विन्जी सही हो स्वप्निल पुरानो नाउ सी स्वप्निल इज इन अनदर लेभल क्विन्जी इज ग्रेट बट स्टिल नट इन हिज लेभल ओ माई गड refreshing memories and seeing Swapnil doing great than Quincy. He is at the judge in this 5 years training and had Quincy just wash at Enfield. Both much love for both. Oh my god. Love the way Swapnil come back in break station. Quincy.
गिरिश दाइ पुरा मूर्ति भएर बस्नुहुन्छ यार ओ माय गॉड गाइजहरु ब्याले हेरेको छैन ब्याले हेरेर हेर्न गिरिश दाइ त्यहाँ मूर्ति भएर बस्नु भएको छ अरे गाइजहरु लेट मी नो इन द कमेन्ट्स कि गिरिश दाइ साँच्चीको मूर्ति हुनु भएको छ त त्यहाँ कि गिरिश दाइ साँच्चीको स्ट्याचु भएर बस्नु भएको छ त त्यहाँ स्टार्टेड फ्रम द बटम 3 वर्ष अगाडि नेपोको श्रीबीजदेखि को पो आएको अरे स्वप्निल डोप हिपहप तेरो लागि धर्म भए म हुँ दलाइ लामा इज लाइन अफ द अनजी द्याट्स अ फ्याक्ट Koinji is love, man. I just want to say that Koinji is the exception of today's hip hop. Like everybody is trying to mock and humiliate others, while Koinji is trying to change the negative and views of society of hip hop. Oh my god, I'm falling for this man. Anjali, oh my god, केटीले comment हालेर listen देखेँ त. Oh my god, Anjali. Oh my god. Really good video there. Okay da. Okay da. Enough for today guys. Okay, enough for today. Enough for today. अल्छी लागिसक्यो मलाई फर्किँदैन मेरो समय सकिसक्यो पुरै कमाए